ईद आउँदा हिन्दू छिमेकी शुभकामना दिन मुस्लिम साथीहरूको घर पुग्छन्। दशैं र तिहार आउँदा मुस्लिम परिवार पनि उत्तिकै आत्मीयताका साथ रमाइलोमा सहभागी हुन्छन्। एउटै चौतारीमा बसेर चिया पिउने, सुख दुःख साट्ने र एकअर्काको खुशीमा रमाउने संस्कार यहाँ आज पनि जीवित छ। म कुरा गर्दैछु सम्झुर गाउँको। तनहुँको भानु नगरपालिका 13 मा अवस्थित यो गाउँ मिठो धार्मिक सद्भाव बोकेको उदाहरणीय गाउँ हो। गाउँमा अधिकांश मुस्लिम समुदायको बसोबास छ। पहिलो पटक यो गाउँ पुग्ने जोसुकै पनि अलमलमा पर्न सक्छन्, किनभने यहाँका बुबा बाजेहरू ढाका टोपी लगाएर हिँडिरहेका हुन्छन्। सबै नेपालीमै कुरा गर्छन्, खेतबारीमा काम गरिरहेका देखिन्छन्। बाहिरबाट हेर्दा उनीहरू अन्य पहाडी समुदाय भन्दा फरक देखिँदैनन्, तर गाउँको बीचमा उभिएको मस्जिद र बिहान बेलुका सुनिने अजानको आवाजले यो गाउँको बेग्लै परिचय दिन्छ। स्थानीयका अनुसार यो गाउँको इतिहास करिब 900 वर्ष पुरानो मानिन्छ। सुरुमा करिब 60 घरबाट बसोबास सुरु भएकाले यसलाई 60 घरे भनेर चिनिन्थ्यो। समयसँगै यो गाउँ सम्झुरका नामले परिचित बन्यो। अहिले यहाँ 200 भन्दा बढी मुस्लिम परिवार बसोबास गर्छन्। पुस्तौंदेखि यही माटोमा हुर्किएका यी परिवारले आफ्नो धर्म पनि जोगाएका छन् र नेपाली पहाडी संस्कृतिलाई पनि उत्तिकै माया गरेका छन्। गाउँमा 7 वटा मस्जिद र मदरसा छन्। बालबालिकाले धार्मिक शिक्षासँगै आधुनिक शिक्षा पनि पढिरहेका छन्। तर सम्झुरको सबैभन्दा ठूलो चिनारी भनेको यहाँको धार्मिक सद्भाव हो। यहाँ धर्मले कहिल्यै सम्बन्ध बिगारेको छैन। ईद आउँदा हिन्दू छिमेकी शुभकामना दिन मुस्लिम साथीहरूको घर पुग्छन्। दशैं र तिहार आउँदा मुस्लिम परिवार पनि उत्तिकै आत्मीयताका साथ रमाइलोमा सहभागी हुन्छन्। अजानको स्वरसँगै यो गाउँको बिहानी सुरु हुन्छ, जहाँ हिन्दू र मुस्लिम छिमेकीहरू एउटै चौतारीमा भेटिन्छन्। एउटै चौतारीमा बसेर चिया पिउने, सुख दुःख साट्ने र एकअर्काको खुशीमा रमाउने संस्कार यहाँ आज पनि जीवित छ। गाउँका वृद्धहरू गर्वका साथ भन्छन्, हाम्रो पहिचान नेपाली हो, हाम्रो माटो नेपाल हो अनि हाम्रो आस्था इस्लाम हो। यही एउटा वाक्यले सम्झुरको परिचय दिन पर्याप्त हुन्छ। जहाँ भूगोल र पोसाकले मानिसलाई जोड्छ, त्यहाँ धर्म कहिल्यै पर्खाल बन्दैन। सम्झुरका बासिन्दाले पहाडी संस्कृतिलाई जीवनशैली र इस्लामलाई धर्मका रूपमा अंगालेका छन्। उनीहरूलाई आफ्नो धर्मप्रति जति गर्व छ, नेपाली पहिचान प्रति पनि उत्तिकै माया छ। पछिल्लो समय सम्झुर गाउँ हेर्न आउने आन्तरिक पर्यटक पनि बढ्न थालेका छन्। मिर्लुङकोट, चुदी रम्घा र थानीमाई मन्दिर घुम्न जाने धेरै मानिस अहिले यो गाउँ पनि पुग्ने गरेका छन्। यहाँ आएपछि उनीहरूले फरक धर्मका मानिसहरू कसरी एउटै समाजमा मिलेर बस्न सक्छन् भन्ने वास्तविक उदाहरण आफ्नै आँखाले देख्न पाउँछन्। आजको समयमा धर्म र जातका नाममा विवादका खबर धेरै सुनिन्छन्, तर सम्झुर गाउँले भने फरक सन्देश दिइरहेको छ। यहाँ ढाका टोपी र मस्जिद एक अर्काका विरोधी होइनन्, बरु एउटै गाउँको पहिचान हुन्। यही कारण सम्झुर केवल एउटा मुस्लिम बस्ती मात्र होइन, नेपालमा धार्मिक सहिष्णुता, सामाजिक एकता र भाइचाराको उदाहरण बनेको सुन्दर गाउँ हो।